कक्षा 8 को गणित विषय हाम्रो एकाइ 1 मा चाहिँ समूह अथवा सेट भनेर दिएको छ। हामीले यो सेटको बारेमा जान्नेछौँ। पहिलो सेटमा चाहिँ हाम्रो पहिलो खप्टिएको र अलग्गीको समूहको बारेमा हामी जान्नेछौँ आज विशेष गरेर है। खप्टिएको र अलग्गीको समूहमा ओभरल्यापिङ एन्ड डिसजोइन्ट सेट भनेर भनिन्छ। ओभरल्यापिङ भनेको खप्टिएको र डिसजोइन्ट भनेको नजोडिएको अलग्गीको समूह भनेर चाहिँ जानिन्छ बुझिन्छ हैन। खप्टिएको समूहमा ओभरल्यापिङ सेटमा चाहिँ दुई वा दुई भन्दा बढी समूहका कम्तीमा एउटा सदस्य साझा र कम्तीमा एउटा सदस्य फरक छ भने त्यस्ता समूहलाई ओभरल्यापिङ सेट भनेर भनिन्छ अथवा त्यस्तो समूहलाई खप्टिएको समूह भनेर भनिन्छ। जस्तै हाम्रो एमा ए बराबर 1 2 3 4 5 र बी बराबर 2 3 5 7 छ। अब यसलाई यस्तो समूहहरूलाई चाहिँ भेनचित्रमा देखाउँदा चाहिँ यसरी देखाउन सकिन्छ। जस्तै यो एउटा भेनचित्र हो यो हैन। भेनचित्रभित्र चाहिँ दुईटा समूह छन्, ए समूह र बी समूह छ। अनि ए र बी समूह भनेको कस्तो समूह भने खप्टिएको, किनकि एमा भएका सदस्यहरू बीमा पनि छन् है। बीमा भएका सदस्य एमा पनि छन् र एमा पनि बाँकी सदस्य छ। साझा भन्दा अरू पनि फरक छ 1 र 4। त्यसरी बीमा चाहिँ एउटा 7 छ। त्यही भएर यस्तो सम्बन्धलाई यसरी देखाउँदाखेरि दुईटा चित्र ए र बी चित्रलाई खप्टाएर राख्ने है। खप्टाएर राखिसकेपछि यो बीचमा भनेको साझा सदस्य देखाउने ठाउँ हो, साझा है हो। यो बीचमा चाहिँ साझा सदस्य राख्ने ए समूह र बी समूहमा भएका साझा सदस्य मात्रै राख्ने गरिन्छ। जस्तै यसमा र ए समूह र बी समूहमा भएका साझा के छन् त 2 3 5 यसमा छन्, 2 3 5 यसमा छन्, त्यो साझा 2 3 5 आए। अब बाँकी 2 र 3 5 आइसकेपछि बाँकी एमा गरेर 1 र 4 रहेका छन्, 1 र 4 यहाँ भए र 2 3 5 चाहिँ आइसके साझामा भने बाँकी गरेर 7 हो। यसरी नै हामीले खप्टिएको समूहको बारेमा हामी जानकारी लिन सक्छौँ है। यसरी चाहिँ बुझ्न सकिन्छ। त्यसैगरी हाम्रो अर्को छ अलग्गीको समूह, डिसजोइन्ट सेट भनेको डिस भनेको नजोडिएको भनेको है। अलग्गीको समूह दुई या दुई भन्दा बढी समूहमा एउटा पनि साझा सदस्य छैन भने, 2 या 2 भन्दा बढी समूहमा भएका एउटा पनि साझा सदस्य छैन भने त्यस्तो समूहलाई अलग्गीको समूह अथवा डिसजोइन्ट सेट भनेर भनिन्छ। जस्तै ए बराबर ए ई आई ओ यू छ भने बी बराबर बी सी डी छ। यसलाई भेनचित्रमा देखाउँदा किनकि यसमा एमा भएका सदस्य बीमा छैनन्, बीमा भएका सदस्य एमा छैनन्, त्यसैलाई भेनचित्रमा देखाउँदाखेरि यो छुट्टा छुट्टै हामीले राखेर एमा भएका एमा राख्ने र बीमा भएका बीमा राखेर नै यसरी भेनचित्रमा चाहिँ देखाउन सकिन्छ।